ल सो आज यस भिडियोमा हामीहरूले चाहिँ डिएचसिपी सर्भिस कसरी कन्फिगर गर्ने त्यसको बारेमा सिक्नेछौँ है। सो मसित यहाँ दुईवटा पिसी छ र दुईटै पिसी मेरो स्विचबाट कनेक्टेड छ र स्विच अहिले राउटरसित मेरो कनेक्सन छैन। सो नभएको कारणले गर्दा अहिले आइपी एड्रेस दिने काम कसैले गरिरहेको छैन। सो सर्भर कम्प्युटरमा जुन कम्प्युटरमा हामीले डिएचसिपी सर्भिस इन्स्टल गर्छौँ त्यसको आइपी एड्रेस म्यानुअल्ली टाइप गर्नेछौँ हामीले है। अब त्यसलाई आइपी एड्रेस दिने कोही छैन, त्यही भएर त्यसको म्यानुअल्ली आइपी एड्रेस टाइप गर्नेछौँ। त्यसको लागि सेटिङमा जाने अनि सेटिङमा गइसकेपछि नेटवर्कमा जाने। नेटवर्कको यहाँ यो सेटिङमा क्लिक गर्ने, नेटवर्कको यसमा क्लिक गर्ने अनि IPv4 मा जाने र यहाँ अटोमेटिकमा टिक लागेको हुन्छ। म्यानुअलमा जाने र म्यानुअलमा गइसकेपछि आइपी एड्रेस दिने। मैले अलरेडी दिइसकेको छु, हेर्न सक्नुहुन्छ 192.168.102 रहेछ। अनि यो नेट मार्क्स भइगयो र यो गेटवे भइगयो 1 वाला आइपी एड्रेस। मैले गेटवे यो याद गर्नु होला, यो अगाडि गएर काम लाग्छ हामीलाई। अनि डिएनएस सर्भर भनेको 8888 भन्ने रहेछ है। यसलाई एप्लाई गरेर सेभ गर्नु होला। सेभ गरिसकेपछि एकचोटि यसलाई टर्न अन गरेर अफ गर्नु होला हैन। अनि यहाँ तपाईले यदि आइपी कन्फिग लेख्नुहुन्छ भनेपछि आइएफ कन्फिग लेख्नुहुन्छ भनेपछि त्यही आइपी एड्रेस तपाईले यहाँ पाउनुहुन्छ है। यही आइपी एड्रेस पाउनुहुन्छ। अब यो भइगयो नर्मल्ली आइपी सेटिङहरु। अब हामीले डिएचसिपी प्याकेजलाई इन्स्टल गर्छौं। त्यसको लागि यम इन्स्टल डिएचसिपी अनि स्टार लेखिदिनुहोस् हैन। यसपछि जे प्याकेजहरु आउँछ यसले आफै इन्स्टल गरिदिन्छ। इन्स्टल गरिसकेपछि यसले खोज्न सुरु गर्छ, प्याकेजहरु खोज्न सुरु गर्छ। हेर्नुहोस्, अनि यसले तलपट्टि यस नो गर्न भनेको छ हैन। तलपट्टि यसले एस नो गर्न भनेको छ। मैले यहाँ एस गरेर इन्टर गरिदिए। यसले अब इन्स्टल गर्न सुरु गरिदिन्छ है। एकछिन टाइम लाग्छ। सो यदि बुझिएन भनेपछि यो क्लासमा पनि सोध्न सकिन्छ। अब क्लासमा पहिले गराकै हो, तिमीहरू अब बिर्सिहाल्छौ। त्यही भएर यो सम्झिनलाई पनि सजिलो हुन्छ। र इन्स्टल भइसक्यो, हेर्नुस् यो कम्प्लिट भइसक्यो। अब कम्प्लिट भइसकेपछि अब हामीले यसको एउटा फाइल हुन्छ, त्यो फाइलको भित्र जान्छौँ है। यो इन्स्टल गर्ने कमान्ड चलाइसकेपछि एउटा फाइल हुन्छ, त्यो फाइलको भित्र जान्छौँ हामी। अब त्यो फाइल कहाँ हुन्छ भन्दाखेरि cd/etc/dhcp भन्ने भित्र जाने अनि इन्टर गर्ने र एलिएस गर्दाखेरि यहाँ एउटा dhcp-conf भन्ने फाइल छ, यहाँ हेर्न सक्नुहुन्छ है। dhcp-conf भन्ने फाइल छ। यो फाइललाई हामीले चाहिँ खोल्नुपर्ने हुन्छ है। dhcp-conf फाइल भित्र जाम। मैले gedit युज गरेर खोले, gedit dhcp भनेर dhcpd.conf भन्ने फाइल खोले र यो खोल्दाखेरि यो फाइल भित्र केही कुरा लेखेको मैले पाएँ। यहाँ हेर्नुस् त, द सर्भर कन्फिगर फाइल भन्छ अनि सी द युजर सेयर डक dhcp सर्भर कन्फिगर.example भन्ने यो फाइल सिगर भनिरहेको छ हैन। यो फाइल अब यसको मैले पाथलाई कपी गरेँ र यो पाथमा जान्छु। यो पाथमा के छ भन्दाखेरि यसमा केही टेक्स्टहरु लेखेको छ। यो फाइलमा स्याम्पल छ है, एक्जाम्पल फाइल हो त्यो। त्यसमा भएको टेक्स्टहरु त्यहाँबाट कपी गरेर यहाँ मैले पेस्ट गर्नेछु है। सो त्यही काम गर्नेछु। अहिलेको लागि मैले यो पाथ कपी गरेर, यो पुरै पाथ कपी गरेर हेर्नुस् है, यहाँदेखि यहाँसम्म यो पुरै पाथ कपी गरेर अनि यसलाई क्लोज गरिदिन्छु। क्लोज गरेर यहाँ यसलाई क्लियर स्क्रिन गरे र यहाँ gedit मा खोल्छु। gedit अनि यहाँ पाथलाई पेस्ट गरिदिन्छु। हेर्नुस् यही पाथ हो। यो पेस्ट गरिदिसकेपछि एउटा फाइल खुल्छ। यो फाइलको भित्र भएको टेक्स्टहरु यसलाई मैले गरे कपी, कन्ट्रोल A कन्ट्रोल C गरे। कपी गरिसकेपछि यसलाई मैले गरे क्लोज र फेरि त्यही जुन ठाउँबाट मैले त्यो पाथलाई कपी गरेको थिएँ त्यो फाइललाई मैले खोल्दिन्छु है। यहाँबाट मैले अघि कुन फाइल खोलेको थिएँ भनेपछि यो फाइललाई dhcp भन्ने फाइललाई एलिएस गर्छु भनेपछि यहाँ हेर्न सक्नुहुन्छ dhcpd.conf भन्ने फाइल छ। यही फाइललाई मैले खोल्नेछु है। सो यो फाइल खोले मैले र जुन मैले कपी गरेको थिएँ, जे कुरा कपी गरेको थिएँ यसको तल ल्याएर मैले के गर्दिए, पेस्ट गर्दिए वा यसलाई सेभ गर्दिए है। हो, यो एउटा एक्जाम्पल फाइल हो। यसैको भित्र हामीले अब केही चेन्जेसहरु गर्नुपर्ने हुन्छ। सो चेन्जेसहरु के गर्नुपर्ने हुन्छ, अब यहाँ तपाईले यतापट्टि कतै हेर्नु होला हैन। यहाँ स्लाइटली डिफरेन्स कन्फिगरेसन भन्ने लेख्या हुन्छ है। यस्तो स्लाइटली डिफरेन्ट कन्फिगरेसन भन्ने लेख्या हुन्छ। यसैको भित्र हामीले केही चेन्जेसहरु गर्नुपर्ने हुन्छ। सो यसमा यहाँ हामीलाई सबनेट भनेको छ। सबनेट भनेको अब नेटवर्क आइडी भनेर भनेको छ हामीलाई। अब हाम्रो पीसी को नेटवर्क आइडी कति हो भन्दाखेरि 192.168.100.0 भन्ने भइगयो हैन। लास्टमा नेटवर्क भनेको यही हो हाम्रो। त्यसपछि यसको सबनेट मार्क्स भनेको 255.255.255.0 हुन्छ हैन।
अब कतिदेखि कतिसम्म आइपी एड्रेस दिने भन्ने हुन्छ है। जस्तै आफ्नो जुन क्लाइन्टलाई अब आइपी एड्रेस दिनुहुन्छ भनेपछि कतिदेखि कतिसम्मको रेन्जको दिन मिल्छ भन्ने त्यसको रेन्ज डिफाइन गर्ने यहाँ हामीले 1 देखि लगेर अथवा 2 देखि 1 भनेको त राउटरको आइपी एड्रेस हुने भइगयो हैन। अब हामीले यहाँ जस्तै मानौँ कि 30 देखि लगेर मैले 50 सम्म दिएँ, जबकि 254 सम्म दिन मिल्छ हामीले 192.168.100 डट मैले यहाँ 50 गरिदिएँ। अब यसले के गर्छ, अब कसैले आइपी एड्रेस माग्यो भने 30 देखि लगेर 50 को भित्रभित्र यसले आइपी एड्रेस दिने काम गर्छ है। र यहाँ दुईटा डोमेन भन्ने छ, यो हामीलाई चाहिएको छैन। सो यसको अगाडि हामीले के गरिदिन्छौँ भन्दाखेरि ह्याज थपिदिन्छौँ, ह्याज थपिदिने। अनि सेम तरिकाले यो अप्सन तल भन्ने छ, यसमा पनि क्लिक गर्ने र यहाँ पनि ह्याज थपिदिने। ह्याज थपेपछि के हुन्छ, यो कोड चाहिँ रन हुँदैन। जब यो हामीले यसलाई रन गर्छौँ त्यतिखेर रन हुँदैन। अनि यहाँ अप्सन राउटर भनेर भनेको छ, राउटरको आइपी एड्रेस कति हो हैन, त्यसको लास्टमा 1 थपिदिने। अरू सबै त्यही हुन्छ, राउटरको आइपी एड्रेस लास्टमा 1 थपिदिने। मैले डिफल्ट गेटवे भन्ने त्यो भित्र लेखेँ थिएँ है, सेटिङ गर्दाखेरि त्यही आइपी एड्रेस डिफल्ट गेटवे भन्नु अथवा राउटर आइपी भन्नु एउटै कुरा हो। त्यसपछि ब्रोडकास्ट आइडी सोधिरहेछ। ब्रोडकास्ट आइडी भनेको कति हो, लास्टमा 255 हुन्छ, अरू सबै सेम हुन्छ, लास्टमा 255 हुन्छ। .168.100.255 यो भइगयो मेरो आइपी एड्रेस। अब यति यो गरिसकेपछि यसलाई हामीले के गर्छौँ, सेभ गर्छौँ है। सेभ गरिसकेपछि यसलाई मैले क्लोज गरेँ। हेर्नुहोस् है मैले के चेन्जेस गरेछु, सेम यही चेन्जेस गर्नु होला। यहाँ मैले नेटवर्क आइडी, नेटवर्क अक्टेट भनेर नेटवर्क आइडी मैले यहाँ लेखेँ। नेटवर्क आइडी लेखिसकेपछि यहाँ मैले त्यसको सबनेट मार्क्स लेखेँ अनि रेन्ज दिएँ, कतिदेखि कतिसम्म आइपी एड्रेस दिने क्लाइन्टलाई भनेपछि मैले यहाँ 30 देखि लगेर 50 सम्म रहेछ हैन, लास्टमा 50 रहेछ र सुरुमा 30 रहेछ। 30 देखि लगेर 50 सम्म अब कसैले आइपी एड्रेस माग्यो भनेपछि यसले दिन्छ है। त्यसपछि मैले यहाँ राउटरको आइपी एड्रेस राखेँ र यहाँ राखेँ मैले त्यसको ब्रोडकास्ट आइडी है। र यसलाई कन्ट्रोल यस गरेर अथवा यो बटनमा क्लिक गरेर सेभ गर्नुहोस् अनि यसलाई के गरिदिनुहोस्, क्लोज गरिदिनुहोस्। क्लोज गरिसकेपछि मैले यो क्लियर गरेँ। अब हामीले एउटा अरू कमान्ड चलाउनु पर्छ, डिएचसिपी सर्भर। यदि कोही डिएचसिपी सर्भिस उताबाट रिक्वेस्ट पठायो आइपी एड्रेसको लागि भनेपछि फायरवालले त्यसलाई ब्लक नगरोस्, त्यसको लागि हामीले एउटा फायरवाललाई भन्नुपर्ने हुन्छ, फायरवाल अनि सीएमडी अनि -- पर्मानेन्ट, सेम यही कमान्ड लेख्नु होला हैन। त्यसपछि एड सर्भिस अनि यहाँ हामीले डिएचसिपी भन्ने लेखिदिन्छौँ है, डिएचसिपी भन्ने लेखिदिन्छौँ अनि इन्टर गरिदिनुहोस्। अब यसलाई फायरवालमा एड गरिदिन्छ। हेर मेरोमा अलरेडी एक्जिस्ट गरेछ, अलरेडी एड भएको छ भनिरहेछ, तपाईँकोमा नहुनसक्छ हैन। अनि एड गरिसकेपछि फायरवाललाई एकचोटि हामीले रिलोड गर्छौँ, फायरवाल सीएमडी त्यसपछि -- रिलोड भन्ने लेख्छौँ हैन। अनि इन्टर गरिदिन्छौँ अनि यसले फायरवाललाई रिस्टार्ट गरिदिन्छ एकचोटि। हो यो सक्सेस भयो। अब हामीले यहाँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि SYSTM सिस्टम CTL स्टार्ट डिएचसिपीडी भन्ने डिएचसिपीडी सर्भिसलाई हामीले के गर्ने, स्टार्ट गर्नुपर्ने है। मैले स्टार्ट गरेँ, त्यसपछि इनेबल गरिदिने। इनेबल किन गरिन्छ, अर्कोचोटि मलाई यो पिसी रिस्टार्ट हुँदाखेरि यो सर्भिस के होस्, अटोमेटिक आफै रिस्टार्ट भइहालोस् है, मलाई बारम्बार नगर्नु परोस्। अब यो इनेबल भइसक्यो। अब स्ट्याटस कमान्ड चलाएर हामीले के हेर्न सक्छौँ हैन, स्ट्याटस कमान्ड चलाएर हेर्न सक्छौँ यो रनिङमा छ कि छैन भन्ने। हेर्नुहोस् त यहाँ एकदम रनिङमा छ, एकदम चलिरहेको छ हाम्रो हैन। ल एकदम यो रनिङमा छ, एकदम काम गरेकै छ, यो केही यसमा समस्या भएको छैन। अब हामी के गर्छौँ, यो हाम्रो डिएचसिपी सर्भिस चलिरहेको छ। अब कसैले आइपी एड्रेस माग्यो भने यसले आइपी एड्रेस दिँदो रहेछ कि नै हैन, 30 देखि लगेर 50 को बिचमा आइपी एड्रेस दिन्छ। सो अब म लागि पिसी अर्कोतिर जुन मेरो पिसी 2 हो। ल यो मेरो अर्को पिसी हो, यसमा पनि मैले रेड ह्याट नै इन्स्टल गरेछु र आइपी एड्रेस रेड ह्याटले होस् या जुनसुकै अपरेटिङ सिस्टमले होस्, विन्डोले होस्, जसले नि आइपी एड्रेस माग्छ यो रेड ह्याट अपरेटिङ सिस्टमले अथवा डिएचसिपी सर्भिसले त्यसलाई आइपी एड्रेस दिन्छ है। मसित रेड ह्याट भएको कारणले गर्दा म रेड ह्याटमै युज गरेँ र यो मेरो क्लाइन्ट अपरेटिङ सिस्टम हो। यसको यदि आइपी अहिले हेर्ने हो भनेपछि आइपी कति रहेछ, यहाँ 30 रहेछ भन्ने आइपी रहेछ है। यहाँ मैले उता यो किनभने पिसी स्टार्ट हुने बित्तिकै हेर्नुहोस् है, पिसी स्टार्ट हुने बित्तिकै यसले के माग्छ, आइपी एड्रेस माग्ने कोसिस गर्छ र यसले आइपी एड्रेस माग्दाखेरि उताको पिसीले यसलाई कति दियो, 30 भन्ने आइपी एड्रेस दियो। हेर्नुहोस् त 192.168.100.30। जस्तै म फेरि एकचोटि त्यही सर्भरवाला पिसीमा गएँ, यो पिसीमा आएँ र यहाँ पिसीमा आइसकेपछि म फेरि त्यही जिएडिटमा गएँ, कोडहरू चेन्ज गरिदिन्छु है, GEDIT
ल gdit config भन्ने फाइलमा गएँ है। ठिक छ, हेर्नु होला है, तिमी अलि ध्यान फोकस गरेर हेर्नु होला। अब फेरि मैले अघि 30 देखि लगेर कतिसम्म दिएको थिएँ, 30 देखि लगेर मैले 50 सम्म दिएको थिएँ। अब मैले यसलाई 40 गराइदिन्छु है, 40 देखि लगेर 50 सम्म आइपी एड्रेस मात्र दियोस् भनेर गराइदिएँ है। यसलाई मैले डिएचसिपी सेभ गरेँ, सेटिङलाई डिएचसिपी सेटिङलाई सेभ गरेँ र यसलाई मैले क्लियर गरेँ। अब एकचोटि मैले रिस्टार्ट गर्नुपर्ने हुन्छ हैन। मैले किनभने सेटिङहरू चेन्ज गरेछु भनेपछि रिस्टार्ट थपिदिने अनि डिएचसिपी थपिदिने अनि एकचोटि फेरि स्ट्याटस भन्ने कमान्ड चलाउन सकियो। स्ट्याटस कमान्ड चलाउँदाखेरि हो सबै चल्याछ, ठिकठाक चल्याछ। अब हामी फेरि अर्को पिसीतिर जान्छौँ, जुन मेरो यो पिसी हो। अहिले यसलाई कति आइपी एड्रेस दिएको थियो भन्दाखेरि आइपी कन्फिग गर्दाखेरि 30 दिएको थियो। अब एकचोटि यसको नेटवर्क सेटिङलाई मैले रिस्टार्ट गर्छु है। एनएमसीलाई रिस्टार्ट गर्नलाई दुईवटा तरिका चाहिँ, सेटिङमा गएर अन अफ बटन क्लिक गर्ने अथवा एनएमसीलाई कनेक्सन अफ अनि EN यसको जुन डिभाइसको नाम, इन्टरफेसको नाम ENP भन्ने यहाँ लेखेको छ, यही इन्टरफेस नाम दिने अनि इन्टर गरिदिने। अनि यसले के गरिदिन्छ, रिलोड गरिदिन्छ। नेटवर्क सेटिङलाई अन गरेर फेरि अफ गर्छ र अफ गरेर फेरि अन गर्छ र अन गर्दाखेरि यसले आइपी एड्रेस चाहियो। यसलाई आइपी एड्रेस कहाँदेखि माग्ने हो, डिएचसिपी सर्भिससित माग्ने हो र डिएचसिपी सर्भिसले कतिदेखि कतिसम्म आइपी एड्रेस दिन भनेछु मैले, 40 देखि लगेर 50 सम्म भनेछु है। सक्सेसफुल्ली भयो। अब मैले एकचोटि यो क्लियर गरेँ। अब यहाँ फेरि मैले आइपी कन्फिग गर्छु। आइपी कन्फिग गर्दाखेरि यसले आइपी एड्रेस कति पायो हेर्नुहोस् त, 40 भन्ने पायो हो। यही हो डिएचसिपी सर्भिसको है। यदि अरू पिसी भएको भए अरू पिसीलाई 41 दिन्थ्यो, 42 दिन्थ्यो, 40, यसले 50 सम्म चाहिँ आइपी एड्रेस दिन सक्छ है। 40 देखि लगेर 50 सम्म आइपी एड्रेस दिन सक्छ, त्यसपछि यसले आइपी एड्रेस दिन सक्दैन। तपाईलाई कन्फ्युजन लाग्न सक्छ होला। फेरि यो क्लाइन्टवालामा अटोमेटिक हुनु पर्यो है। यसको यदि मैले सेटिङमा गएँ भनेपछि यसको आइपी एड्रेस जुन हुन्छ त्यो अटोमेटिकमा हुन्छ है। म एकचोटि गएर देखाइदिन्छु। यसको जुन नेटवर्क सेटिङमा छ, नेटवर्क सेटिङमा तपाईले यहाँ यसमा क्लिक गर्नुभयो भने, यसमा क्लिक गर्नुभयो र IPv4 मा जानुभयो भने त्यसमा अटोमेटिकमा टिक लागु हुन्छ है। मैले यहाँ म्यानुअली दिएको हैन, यसलाई डिएचसिपी सर्भिसले अटोमेटिकमा लागु छ है। अटोमेटिकमै हुनुपर्छ। सर्भरमा चाहिँ फिक्स दिनु पर्यो र यसमा चाहिँ अटोमेटिकमा हुनु पर्यो अनि यसले 40 दियो। सम्म क्लियर छ? ल, अरु केही बुझेन भने क्लासमा सोध्ने ल।